हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। आज म दोस्रो भिडियो लिएर आउँदैछु। आजको दिन कसरी बित्छ हेर्नु होला। सबैजना सन्चै हुनुहुन्छ होला। भर्खरै उठेछु। यहाँ श्रीमानजी सुतिराख्नु भएछ। म उठेर कसेराहरू लाउँछु। म बिहानको 6:30 भइसक्यो। आइहोस् देखे यस्तो अँधेरो छ। जाडो छ। यता हुसिला त्यता कस्तो छ तपाईँको प्रतिक्रिया दिनु होला। जाडो छ बिहान बिहान। ल गाइस, म अहिले पसल ओपन गरेर बडाल्न लगाएको। हाम्रो यहीँ खरायो छ। हेर्नुहोस्, म बडाल्दैछु यता पसल ओपन गरेर। के गर्दै हुनुहुन्छ? यो चाहिँ हाम्रो घर। म चाहिँ उहाँको बुढा, उहाँ चाहिँ भान्जी ब्लगरको, उहाँ चाहिँ कान्छी भान्जी यहाँ जानुभएछ। उहाँ ऊ यस्तै सुत्नुभएछ। यस्तो छ गाइज ब्लगरको घर। लाउनुहोस् ब्लगर, के भनिदिनुहोस् 2-4 शब्द। आगो फुक्न पनि नसक्नु भएको छ उहाँले। म पूजा गर्न लागेको छु। अब यस्तै हेर्नु होला दिनभरिको। पूजा गरेर खानासाना पकाउने खाने, अनि पसल जान छ। यता बुढाको उता बुढीको के गर्नु पसल। यस्तै छ घर। अनि हामी अब के बनाउँदै के अरे धुनुट बनाउँदैछ। मैदा यसो रेडी गर्दै म नि खाना पकाउँदैछु। यता अब बुढाले अब धुनुट बनाउनको लागि म चाहिँ अलि भ्याउँदिनँ। यतातिर देखिन सक्छु होला बिच बिचमा अलिअलि हुन्छ। अलिअलि के हुन्छ है? अलिअलि भिडियो हुन्छ। हेलो हेलो, यहीँ हाम्रो सरले मासु काट्ने, यहाँ खोर मासु काट्ने खोर भन्ने होइन बैगन यहाँ साफ गर्दै हुनुभयो। यहीँ हाम्रो सासुआमा यहाँ रिसाएर लो भनेर यहीँ रिसाएर हिलो भयो अरे। यहाँ सरकारले भन्नुभएको, सरकारलाई यहाँ गाली गरेर ट्याक्कै बाँदरको जस्तो थुतुनु छ। ट्याक्कै यसमा त साउँछ बाँदरको त्यो हि गरेर हाँसेको। फेरि कहाँ गएर आएको डाँडामा? त्यति अमिलोले पुग्दैन। भात तरकारी पकाएँ। अब अचार बनाउनु लागेको। अमिलो यस्तो अमिलो। मर गया। स्कुटी सही कम्पनी, जतिमा जो त्यति चम्कने। हाई अलि राम्रोसँग धुने है। ए हस् मालिक नि। पैसा चाहिँ दिँदिनँ म। जस स्कुटी चाहिँ राम्रोसँग धुने। जाडो छ यतै सही छ। गर्लफ्रेन्ड जस्तै लपर्दाखेरिको गर्लफ्रेन्ड जस्तै भयो गाठे। देख्न पायो भने के हुन्छ? देखिँदैन त हौ। के साह्रो भाउ बढेको यो गर्लफ्रेन्डको। कुखुराको खोर पनि कस्तो देखेको हेर्ने। ट्याक्कै के भेत्रङ र बुत्रङ। हाम्रो बट्टै छ, बट्टै हेर्नु जानु। बट्टै चरा, बट्टै चरा। यता बोइलर आउनु होला। मेरो काम त पसलको उता हो, पुस्तक पसल। यता किराना पसलमा यहाँ जी हस्बेन्ड जी बस्नुहुन्छ। ल है, अब म खानासाना खाएर पसल हजुर पसल हिँडेको म। ल म गएँ बाई। म यता भाँडा छोडिदिएर यता खाना खाँदै हुनुभयो। जानु पर्यो, ढिलो भइसक्यो 10 बजिसक्यो। म पसल जाँदैछु यता अब घरबाट।
जाडो भयो 10 पैसाको कुहिरो हटेन जाडो छ हेर्नुहोस् गाइज ढिलो पैसाको डक्रो 10 बजीसम्म आज त ढिलो भयो पसल खोल्न नपाइएला जस्तो भइसक्यो बाटो यस्तो छ हजुर यस्तो छ खोला 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 खोलामा अब जाँदैछु अब पसलमा गएर पसल देखाउँछु मेरो भर्खरमा पसल आइपुगेँ भिडियो गर्न पाइनँ अघि भर्खरै भिडियो गराउनु पाइनँ के बोले भाइ अब के बोले पसल खोलेको यताउता गरेको ढिलो भयो त्यही भएर पसलभित्र आइपुगेँ अब सरसफाइ गर्नु पऱ्यो पुस्तक पसल हो अनि अलिअलि चटपटहरू व्यापार गर्छु त्यस्तै छ म आगो ताप्नु जान लाग्छु 12 बजिसक्यो अहिलेसम्म काम लाग्छ ओडा कार्यालय यता छ हेल्पोस यता कृषिहरू यो मेन रोड बाटो हेर्नुहोस् यतातिर स्कुल छ म घर जाँदैछु पसल बन्द गरेर अब भिडियो कस्तो भयो के भयो कति भिडियो गर्न पाइनँ होला म बिजी भएर काममा आजको कमाइ जोस् राम्रै भयो भिडियो बनाउन नि पाइएन धेरै हेर्नु गाउँ जाँदैछु हाम्रो घर जाने बाटो माथि पिकनिक स्पोट छ त्योतिर कुनै दिन देखाउँछु म हेर्दै जानु होला अब नेक्स्ट भिडियोमा पिकनिक स्पोटहरू अरू स्थलमा घुम्न गएको आउँछ भिडियोहरू हेर्दै जानु हेलो गाइजहरू के गर्नु अहिले पसलबाट आएर पनि भ्लग बनाउनु पाइनँ अब यो लास्ट टाइम पकाउने बेला मात्रै भयो भ्लग हेर्नु हाम्रो कहिले लिप्ने कहिले माछा पकाउने त्यस्तै छ माछा फ्राई गर्दै हुनुभयो यतै त्यस्तै पनि बाँकी छ बिजी भएर के गर्नु भ्लग बनाउन नि पाइएन अब यति नै हो भ्लग अब कस्तो हुन्छ के हुन्छ मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अब आउँदै गयो के बोले भाइ अब के बोले कस्तो भयो भ्लग अब मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला नेक्स्ट भिडियोमा भेट्दै गरौँला अब बाई